Wait, no. Everyone, it's me Pema Bote. आशा छ तपाईहरु पनि सन्चै छ भन्ने आशा गर्दछु भने म पनि सन्चै छु। आज चाहिँ म याङजु हैन याङजु साइडमा घुम्न जाँदै छु। याङजुमा चाहिँ अहिले कोठाबाट निस्किरहेको छु। याङजु जानलाई चाहिँ अब मलाई चाहिँ गाह्रो चुनौती छ हैन। कसरी भन्दाखेरि अब एक्लै गइरहेको छु। यसो म्याप हेर्दै अब त्यहाँदेखि चढ्न यताउति गर्न चाहिँ मलाई अलिक गाह्रो पर्छ होला। पर्छ नै। थम्बनेलमा चाहिँ रोक्नुपर्ने हुन्छ त्यो स्टेसनमा चाहिँ चढ्ने को हुन्छ हैन। यहाँ चाहिँ अब सिस्टम अनुसार चढ्ने छ भने ढोकाको छ चढ्ने भने फेरि जान्छ। दाइसँग भेटघाट भइसकेपछिको भिडियो हो है त। पैसा टिप्ने ठाउँ चाहिँ यस्तो हुन्छ है गाइज। उयो हेर्नु त पोखरीमा पौडी खेल्नुपर्छ कसैले यतातिर जोत्नु पर्ने हुन्छ। कोही चाहिँ एउटा घरभित्रै थन्किएर हैन दिनभरै त्यो के भन्छ 5 वर्ष 3 वर्षसम्म त्यही एउटै कम्पनीको घरभित्र पैसा त फालाफाल टिप्न मात्रै बाँकी थियो। तर टिप्दै कता हराउँछ फेरि 1 रुपैयाँ बचत हुँदैन रहेछ। उहाँ दाइ पहिल्यै बस्नुहुने दाइ चाहिँ उहाँसँग धेरै हुनुपर्ने हो पैसा 5 वर्ष नबस्ने रहेछ। टिपेर कहाँ जान्छ अब। यस्तो छ टिप्ने ठाउँ चाहिँ यस्तोमा खेल्नुपर्छ। एग्रीमा आउनेहरूलाई चाहिँ यस्तोमा अहिले त अझ गर्मी सिजनमा ठिकै हो। जाडो सिजनमा त यो एरियामा त काम गर्न नसकेला जस्तो पुरै चिसो मौसम चाहिँ आधा धुम्म छ। घाम पनि लागेको छैन पानी नि परेको छैन। अनि अब यसो दिनभरि बस्दा चाहिँ वाक्कै भएको थियो नि त। अनि यसो अब इभिनिङतिर निस्केर यसो पार्क भन्नु रोडतिर घुमिरहेको छु। अब यसो ठाउँहरू अलिअलि देखाउँदै अनि अब एकछिनमा हामी फुटबल खेल्नेछौँ। फुटबल पनि खेल्छु भनेर साथीहरू जानुभएको छ उहाँ दाइको। अनि हामी पनि त्यही पुग्छौँ अनि खेल्ने कोसिस। खै अब टाइम त छैन रात पर्न लाग्यो। तब पनि हामी यसो घुमेर चाहिँ पुगेर एकछिन खेलिन्छ। अहिले चाहिँ हामी रोडमा छु। फुलहरू यसो छ। यो भनेको यो सिजनको अन्तिम भन्ने फुल। यो सिजनको अन्तिम फुल यस्तै अब यो सिजन पछि चाहिँ फुलिएको देखिँदैन। साकुरेहरूको सिजन सकिसक्यो। अनि यो फुलहरू अलिक अब नयाँ पलाउँदैछ। बोट बिरुवाको पातहरू यताउति फुलहरू अब फल लाग्ने बेला भएछ भनौँ न अन्तिम भनेपछि। अनि कोरियामा चाहिँ हैन काम चाहिँ अब खत्रै गर्नुपर्छ पर्नु चाहिँ। अनि आउँदो दिनको आउनेवाला साथीहरूलाई चाहिँ के सजेसन दिन चाहन्छु भने भाषा चाहिँ अलिकति यो नर्मली नेपाली भाषा नेपाली के भन्छ टोनमा हैन यो कोरियन टोनमा सिक्ने गर्नुहोस् है। धेरै कुरो थाहा हुँदैन सिक्नलाई अलिक गाह्रो हुँदो रहेछ बुझ्नलाई। अनि हाम्रो त्यहाँ पढेको जस्तो यहाँ बोलिँदैन रहेछ। अनि लगभग तपाईँहरूलाई एउटा जानकारी पनि छ मेरो तर्फबाट। तपाईँको नेपाली सिम चलाउने भए चाहिँ डाटा रोमिङ सिस्टम अपडेट गरेर आउनुहोस् हैन। अनि सिम चाहिँ यहाँबाट पनि कल गर्न मिल्दो रहेछ। यो चाहिँ मेरो एक्सपिरियन्सबाट भनेको छु तपाईँहरूलाई। किन भन्दाखेरि मैले नेपालबाट रोमिङ एक्टिभ गरेर आएपछि मेरो सिम चलिरहेछ कल पनि जान्छ। तर नगर्नेहरूले चाहिँ गरेर आउनु होला। अनि यताउति अलि नोटिफिकेसनहरू के हामीले आफ्नो मोबाइल नम्बरबाट चलाएको छ भने चाहिँ यहीँबाट सबै कुरा मिलाउन पाउँछ है। ब्याङ्किङ सिस्टमहरू भयो जस्तै फेसबुकहरूको कोडहरू पिन कोडहरू यसो नम्बरबाट थाहा पाउन सकिन्छ। त्यो पनि छ एउटा अवसर। त्यो चाहिँ नभुलिकन आउनेवालाहरूले चाहिँ त्यो पनि सेटिङ गरेर आउनु होला। अनि कोरियाको काम त्यस्तै हो।
जसलाई दुःख पाएको छैन त्यसले चाहिँ अलिकति सुरुमा धेरै नमिठो शब्दहरू व्यवहारहरू भोग्नुपर्ने हुन्छ। त्यस्तै हो। अरू चाहिँ अब पछि अझै भन्ने कुरो भोग्ने कुरोहरू म अझै पछि अपडेट पनि गर्न चाहन्छु। तर पैसा चाहिँ त्यो 20-22 दिन गर्दाखेरि 1 महिनाको तलब चाहिँ पाक्छ है त। फेरि मेनुमा आउनेलाई चाहिँ 2 दिन छुट्टी, विकेन्ड भनेको 4 हप्तामा कति दिन हुन्छ? 8 दिन। भने 22 दिन जति काम गर्नुपर्छ। रातो दिनहरूमा पुरै बिदा। त्यस्तो पाउँछ यो भनेको कोरियाको सिस्टम। नवाङ दाईको रुम होइन, यो पुगिसक्छदेखि देखिने एरिया चाहिँ यस्तो छ होइन। अलिकति अब कस्तो भन्नु यो एरियालाई, स्वच्छ भनौँ होइन, शान्त छ। यस्तो छ एरियाको देख्ने ठाउँ चाहिँ। अब अहिले चाहिँ खाना भनेर बोलाइरहेछ। खाना जाँदैछु। तल यहाँ नेपाली दाजुभाइहरू मात्र हुनुहुन्छ। उहाँहरूलाई सँगै चाहिँ खाना खाने बेलामा चाहिँ एकैचोटि भेट्नु हुन्छ होइन। अरू बेला चाहिँ कोठामा हुन्छ। गुड मर्निङ सबैजनालाई। खाना खाँदै हुनुहुन्छ? हस्, दाजुहरू चाहिँ खाना खाँदै हुनुहुन्छ। म पनि अब खानेछु। दाजुको नाम र कुन ठाउँबाट एकचोटि भनिदिनु नि तपाईँ। यता दाजु मेरो हजुर, म 5 थर। नाम चाहिँ चन्द्रविक्रम माग्दै हो। तपाईँको? म चाहिँ खोटाङ अनिल माझी। हजुर, तपाईँको? मेरो नाम प्रदीप विश्वकर्मा। मेरो घर चाहिँ दाङ तुलसीपुर। हजुर। म अहिले कोरिया आएको 3 वर्ष हुन लाग्यो, 2 महिना छ। अहिले चाहिँ म खुसीको हिसाबमा कार्यरत छु। यता दाजुको? म चाहिँ सुदर्शन हो। सुदर्शन, हजुर। मेरो चाहिँ काभ्रे हो। काभ्रे जिल्ला। ल, उहाँहरूसँग यो 3 दिनको मेरो बसाइ अनि यो एउटा सम्झना स्वरूपको लागि मैले भिडियो बनाइरहेको छु। अब म पनि खानेछु। तपाईँ हामी यतिजना मात्र हो र? अझै को छुट्नुभयो? ए हजुर। अनि उहाँहरूले चाहिँ अब मिठो तरकारी खानेकुराहरू पकाएर होइन 3 दिनसम्म उहाँहरूको किचन गाउँमा के बाटो फर्क्यो क्या? 이번 정류소는 광기동입니다. 다음 정류소는 인공마을입니다. घर जानलाई रेल स्टेसन आएको छु। रेल चढ्नु पर्छ। दाइ पुऱ्याउन आउनुभएको छ। बसको म्याप हेर्दैछु। तपाईँको त्यो एरियाको नाम के पो भन्नुभयो? त्यो याङजु सिन्साली। याङजु सिन्सालीमा 2 रात 3 दिनको बसाइ भयो। 3 रातको क्या हो? पहिलो दोस्रो धेरै दिन 2 रात 3 दिनको बसाइ भएर चाहिँ आज फर्किँदैछु आफ्नो रुममा। अहिले यहाँ दाइले अब रुटहरू हेर्दै हुनुहुन्छ। रेलमा जानुपर्ने हो कि यता बस पनि जान्छ भनेर चाहिँ हेर्दै हुनुहुन्छ। अब एकछिनमा रेलमै जान्छु होला सायद। रेलमा गएपछि भने बस फेरेर चाहिँ लगभग मेरो एरियामा पुग्छ। पुगेपछि फेरि म हिँडेर जानुपर्ने हुन्छ 15-20 मिनट जति।
दुङनेनमुयक जिङयक पुग्न लागिरहेको छु। त्यहाँ गाडी पाएन, गाडी पर्खेको थिएँ। अनि यो पाएपछि चाहिँ अगाडि गएर चाहिँ जिङयकबाट चाहिँ पाउँछ कि भनेर, अनि त्यहाँ कोही दाजुहरू भेट्न आउँदै हुनुहुन्छ भने आउनु हुने भनेर चाहिँ हामी त्यहाँ भेट्न जाँदैछौँ त्यो एरियामा। अनि त्यहाँ चाहिँ अगाडि जिङयकमा चाहिँ हामी भेटेर छुट्नेछु होला सायद। ब्रिज सँगसँगै यहाँ हेर्नु ब्रिज देख्नुभयो, यो कटेर आएँ म। अनि यस्तो मजाको छ कि जङ्गल मुनि शीतल हुँदै कस्तो मजाको ठाउँ रहेछ जिङयक एरियामा चाहिँ। अनि जस्ट फ्रेस पनि रिफ्रेस पनि हुने, अनि एक किसिमले मनोरञ्जन आनन्द हुँदो रहेछ होइन घुम्न पाउँदा चाहिँ। यतिको ठाउँ अनि यतिको उयो स्वच्छ नेपालमा भएको भए त, अनि यो विकासको कुरोमा अनि हरेक पक्षमा नेपाल यतिको भएको के सबजना नेपालीहरू बाहिरिन पर्थ्यो होइन, पुग्थ्यो। ठिकै छ, त्यही पनि त्यस्तै हो देशको उन्नति प्रगति त्यस्तै हो होइन। अब अरू चाहिँ केही भन्न सकिँदैन, जस्तो छ त्यस्तै छ, झन् खस्किँदैछ हरेक क्षेत्रबाट। जब आन्दोलन थोरै उयो भयो भने आन्दोलन विरोध हो, अनि कहाँबाट विकास हुन्छ। बाहिर जानलाई त अब विरोध गरेर जानुपर्ने अवस्था सृजना भएको छ भने अब त्यो देश विकास त छुट्टै कुरो भइहाल्यो नि। अनि अब यो अस्तिदेखिको भिडियोहरू कलेक्सन गरेर चाहिँ म तपाईँको भिडियो कतिको लामो छोटो हुन्छ बनाउने कोसिस बनाउँछु पनि। अनि अन्तिमसम्म हेरेर चाहिँ साथ दिनु होला। यो भिडियोहरू चाहिँ कतिको लामो कतिको उस भइरहेछ भन्ने कुरा तपाईँहरूको कमेन्ट बक्समा मलाई सल्लाह सुझाव दिन सक्नुहुन्छ। अनि पछिको बाटोमा मैले अझ योभन्दा राम्रो भिडियोहरू बनाउन सकोस् भनेर तपाईँहरूको साथ सपोर्टको पुनः आशा गरिरहेको छु। त्यस्तै हो, भिडियो बनाउन मन लागेको कारणले चाहिँ भिडियो बनाउने तर्करमा म बाटोमा हिँड्दैछु। अनि पछिको समयमा मैले योभन्दा अझ धेरै प्रोफेसनल भिडियोहरू अनि रोमान्टिक भिडियोहरू हरेक क्षेत्रको भिडियोहरू चाहिँ मैले क्रिएट गर्न सकोस् होइन। त्यसको लागि चाहिँ तपाईँहरूको सल्लाह सुझाव केबाट कसरी बनाउने कसो गर्दा हुन्छ भन्ने कुरोमा चाहिँ भर पर्छ। अब मैले सक्दो आइडिया अनि यो मौलिकता के गरेर मैले बनाइरहेको हुन्छ नि, त्यसमा अब भुलपत्रहरू अनेक कुरामा हुन्छ। भिडियोहरू बनाउने कोसिस प्रयास त पहिल्यैदेखि थियो, तर अझ पनि मेरो यो हरेक कुरामा अझै पनि के भन्छ सुधार आएको छैन होइन। त्यो सुधार्नलाई अझ पनि तपाईँहरूको साथ सहयोग सपोर्ट चाहिन्छ। कति लामो रहेछ यो पार्क पनि आनन्दसँगले हिँड्नलाई। ल हान्नु कता हान्नु न। ल दाजुहरूको मिटअपमा गेम हान्दै हुनुहुन्छ, त्यहाँ हुँदै त्यहाँ नआउँदै प्रो प्लेयर हाफल अहिले चाहिँ म ट्रेनको स्टेसनमा आएको छु होइन। अब यो कतिखेर आउने हो, अब यसरी जानुपर्ने हुन्छ थोक्चङबाट होइन, थोक्चङ होइन यो जिङबाट चाहिँ यता जाङजुसम्म जान्छु। अहिले ट्रेन पर्खेर चाहिँ ट्रेन अलिक ढिलो भयो, गइहालेछ।
त्यही भएर म यहाँ अहिले ट्रेन स्टेसनमा पर्खेर बसिरहेको छु। यो ट्रेनभित्र ट्रेन आएपछि मात्रै जान पाउँछ। अलि उल्टो भएछ नि त, चढ्ने ठाउँ उता थिएछ। ट्रेनमा चढिसकेको थिएँ, त्यही पनि मैले ट्रेनभित्र चाहिँ अब धेरैजना हुन्छ नि त, त्यसपछि बोल्न मिल्दैन रहेछ। अलिकति सुटुकै भिडियो गरेको छु होइन। यसरी ट्रेनबाट भित्र छिरिसकेपछि अब धेरैजना छ, त्यो धेरै अब यो के भन्छ हल्ला गऱ्यो भने उनीहरूको उसमा अलिक नराम्रो हुन्छ भन्छ। त्यही भएर मैले ट्रेनभित्र मान्छे पनि देखाउनु हुँदैन, सो मैले यो बाहिरी भ्यूहरू मात्रै देखाउने कोसिस गरेको छु। चाहिँ म झर्ने स्टेसन पुगिसकेको छ। अनि यो सिसाबाट चाहिँ मेरो फोटो चाहिँ यो देखाइरहेछ नि, त्यहाँ चाहिँ पछाडि किन भन्दाखेरि रोक्ने ठाउँमा चाहिँ उनीहरूको के भन्छ ट्रेन अड्ने ट्याक्कै स्टेसन बनाएको हुन्छ, त्यसमा चाहिँ अनि रिफ्लेक्सन गरेर चाहिँ मेरो फोटो देखेको हो। अनि यहाँबाट अहिले म यसरी जस्तै यो ढोका नखोलिनेसम्म म पर्खिरहनुपर्छ। ढोका खुल्छ जब म निस्किन्छु है, त्यहाँ ढोका खोल्यो अब म यसरी निस्किन्छु, अरूलाई देखाउनु हुँदैन मेरो हो। त्यही भएर मैले आफ्नो माथिको फ्लोर मात्रै देखाएको छु। अनि यसपछि आफू कहाँबाट झर्ने हो त्यो हेर्नुपर्छ होइन। स्टेसन नागाल्ती नागा नुनखोत भन्छ, त्यसपछि झर्नुपर्छ क्या त्यहाँबाट झरेपछि मात्रै थाहा त्यहाँबाट झर्नुपर्छ। ट्याक्कै त्यो झर्ने एरियामा अब म पुग्न लागेको छु। यहाँबाट यसरी टर्न लिएर भर्याङ हुन्छ, भर्याङबाट त्यसरी जानुपर्छ। भन्दाखेरि अरूलाई बोलेको अनुहार देखायो भने यहाँ चाहिँ कानुन लाग्छ है त। फेरि कोरियामा चाहिँ नभन्न सकिन्न होइन, लाग्छ नलाग्न नै सक्छ तर लाग्छ। उनीहरूले रिपोर्ट गऱ्यो भने चाहिँ सिङ्गो गऱ्यो भने लाग्छ, तर केही हुँदैन। अलिकति जोगिनु चाहिँ पर्छ भनेर मैले सेपरेटमा यो भिडियो यसरी गरिरहेको छु। अब यो यसरी निस्किने बेलामा चढ्ने बेलामा काठबाट चढ्नुपर्छ होइन। काठ चाहिँ मैले उता चढ्ने बेलाको मैले हतारमा ट्रेन आएकोले हतारमा दाइहरूले छिटो गरेर पठाइदिइहाल्यो। अनि मैले छिटो गरेर चढेर त्यहाँ भिडियो गर्न पाएन। अनि यहाँबाट यसरी टक्क यहाँ काठ राख्ने ठाउँ हुन्छ, त्यहाँ काठ राख्ने अनि भयो भने चाहिँ जानुपर्छ। यसरी निस्किनुपर्छ, कहाँबाट जाने हो फेरि म चाहिँ बसमा चढिसकेँ घर फर्कनलाई याङजुयोकबाट सोङ्गुरे थर्मिनलसम्म। अनि यो चाहिँ बाहिर यो छ्यालबाट देखिने यसरी मैले देखाइरहेको छु। यो चाहिँ गाडीबाट है त। यो गाडीबाट मैले यसो यतिकै अब जानुभन्दा भनेर यतिकै छोटो भिडियो के भन्छ सिनहरू देखाइरहेको छु। यो चाहिँ अब यो बाटोको रोड कता हो होइन, मलाई पनि थाहा हुन्न। त्यो यकदेखि त्यहाँ यकसम्म आउनलाई थर्मिनलसम्म आउनलाई मैले बिच बाटोमा चाहिँ यसरी फोटो खिचेँ। फोटो भन्दा पनि भिडियो खिचिरहेको थिएँ। 이번 정류소는 양주시청 양주시 청년센터입니다. 다음 정류소는 마전동입니다. अनि म चाहिँ अहिले चाहिँ सोङ्गुरे थर्मिनलबाट झरेर घरतर्फ रुमतर्फ गइरहेको छु। अनि मेरो भिडियो कस्तो लाग्छ तपाईँहरूलाई होइन
मैले अघि पनि भनेको थिएँ सल्लाह सुझावको लागि पुरा हेरिदिनु होला। यसरी नै मैले सिक्दै गरेपछि पछि चाहिँ म अलिक राम्रो बनाउने कोसिस गर्नेछु। त्यसको लागि तपाईँहरूको वाच आवर अनि मोनेटाइज हुनलाई पनि तपाईँहरूको महत्त्वपूर्ण भूमिका हुन्छ। त्यही भएर मेरो भिडियोलाई हेरेर लाइक सेयर पनि गर्न सक्नुहुनेछ होइन। भन्दै मेरो भिडियो अन्तिममा राख्न चाहन्छु।